संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोग र नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकिल समूह लाहुरनिपको संयुक्त आयोजनामा व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। व्यवसाय र मानव अधिकार सम्बन्धी नेपाल सरकार अन्तर्गत विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू, आदिवासी जनजाति जन्य सङ्घ संस्थाका प्रमुख तथा पदाधिकारी, विकासबाट प्रभावित आदिवासी विज्ञ तथा विशेषज्ञ र अधिकारकर्मीहरूको सहभागिता थियो। कार्यक्रममा व्यवसाय तथा मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मार्गदर्शन सिद्धान्त अन्तर्गत नेपालको कार्ययोजनाको क्षेत्रगत विषयमाथि फरक फरक प्यानल छलफल आयोजना गरिएको थियो। नेपालको कार्ययोजना कार्यान्वयनमाथिको प्यानल छलफलमा उपभोक्ता अधिकार, आपूर्ति श्रृङ्खला र आगामी बाटो विषयमा गहन छलफल गरिएको थियो। पहिलो चरणको छलफलमा युवा, श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जनकराज शर्मा, मानव अधिकार आयोगका उपसचिव लोकनाथ बास्तुला, नेपाल उद्योग वाणिज्य महासङ्घका सीता घिमिरे, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक तारानाथ लुइटेल र वरिष्ठ अधिवक्ता ज्योति बानियाको सहभागिता थियो। कार्यक्रमको अर्को प्यानल छलफलमा जलविद्युत परियोजना र आदिवासी जनजातिको अधिकार विषयमा गहन छलफल भएको थियो। छलफलमा ऊर्जा मन्त्रालयका वरिष्ठ डिभिजन इन्जिनियर शालिग्राम भण्डारी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका सचिव सुमन कुमारी जोशी, नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकिल समूह लाहुरनिपका सचिव भीम राई, जलविद्युत आयोजना प्रभावितका तर्फबाट श्री प्रसाद लिम्बू र विज्ञ प्रतिमा गुरुङको सहभागिता थियो। छलफलका क्रममा खास गरेर जलविद्युत आयोजनाले आदिवासीको प्रथाजन्य भूमिमाथिको अतिक्रमण, जीविकाको स्रोत तथा गम्भीर असर पारेको प्रभावितहरूले राख्नुभएको थियो। हाम्रो समुदाय अन्तर्गतको अझै हामी लिम्बूहरूले चाहिँ तुम्याङ प्रणाली, चुम्लुङ प्रणालीलाई हामी मान्छौँ। अनि हाम्रो समुदायको सबै कुराहरू चाहिँ त्यसले चाहिँ सम्मान गर्छ कि गर्दैन, होइन, त्यसले सांस्कृतिक कुराहरू हाम्रो त अझै जो मैले अघि भनेको दुईटा हाइड्रो पावरले हाम्रो त्यो सबै क्षेत्रहरू मुन्दुमले व्याख्या गरेको ठाउँ हो। त्यो मुन्दुमले व्याख्या गरेको ठाउँ चाहिँ ध्वस्त गरिँदैछ। त्यो ध्वस्त गरिसकेपछि हाम्रो मुन्दुमसँगको जीवन नरहने स्थिति भएपछि, हाम्रो अस्तित्वै नरहने स्थिति भएपछि कसरी चाहिँ त्यसलाई हामीले विकास मान्ने, त्यसले कसरी हाम्रो चाहिँ समुदायलाई चाहिँ विकास गर्छ भनेर मान्ने। मुख्य गरी सार्वजनिक सुनवाईलाई हामीले हाम्रो चाहिँ सहमति हुँदैन भन्ने कुरो चाहिँ हामी प्रष्टसँग भन्छौँ। त्यसको चाहिँ प्रक्रियाहरू क्लियर हुनु पर्यो, समुदायमा जानु पर्यो, समुदायका चाहिँ सबै कुराहरूलाई चाहिँ जानकारी गराउनु पर्यो। एउटा चाहिँ औपचारिकता मात्र निभाउने खालको चाहिँ सार्वजनिक सुनवाई चाहिँ ठिक हुँदैन। तर स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका सचिव जोशीले नेपालको कानुनले स्वतन्त्र अग्रिम जानकारी सहितको मन्जुरी एफिक नचिन्ने दावी गर्दै स्थानीय तह मार्फत प्रभावितहरूको समस्या सम्बोधन गर्ने प्रयास गरेको बताउनुहुन्छ। तर स्थानीय तह जुन बेलादेखि आयो तबदेखि चाहिँ स्थानीय तह मार्फत नै हामीले धेरै यो प्रोग्रामहरू गर्ने, योगदानका मापदण्डहरू चाहिँ हामीले, किन स्थानीय तह भनेको त यहाँकै प्रतिनिधि हो, त्यहाँको स्थानीय प्रभावित व्यक्तिहरूको प्रतिनिधि हो, हामीले त्यसरी बुझ्छौँ। त्यस कारणले उहाँहरूको इनिसिएसनमा, उहाँहरूको भनौँ न संयोजकतामा हामीले प्रभावित क्षेत्र हामी पनि चाहन्छौँ। हामी चाहिँ पहिला यतिकै सार्वजनिक सुनवाई गर्ने, अनि प्रोजेक्टमा गइसकेपछि चाहिँ बन्द होस्, ढुङ्गामुढा होस् अथवा चाहिँ यो होस् भन्ने हामी पनि चाहँदैनौँ। हामी पनि के चाहन्छौँ भने सकभर सकेसम्म बढीभन्दा बढी स्थानीय र प्रभावित क्षेत्रका व्यक्तिहरू चाहिँ त्यो सार्वजनिक सुनवाई कार्यक्रम अथवा त्यस्ता कुनै पनि कार्यक्रम हुँदाखेरि चाहिँ उपस्थिति होस् भनेर हामी चाहिँ इन्स्योर पनि गर्छौँ र चाहन्छौँ पनि। एफपिकलाई नेपालको कानुनले चिन्दैन, यो रियालिटी हो। यो इन्टरनेसनल आई थिङ्क ह्युमन राइट्स र युएन रेड ह्यान्ड साउथतिर चाहिँ भनौँ न उपयोग भएको यो एउटा चाहिँ शब्द हो। यसको फ्री प्रायर इन्फर्म कन्सेन्ट भनिन्छ। सार्वजनिक सुनवाई गर्दाखेरि पनि हामीले गर्ने हुन चाहिँ यही हो, फ्री प्रायर इन्फर्म कन्सेन्ट है। चारैवटा चिज हो। कन्सेन्टको केसमा चाहिँ पछि गएर आउँछ, जस्तो कसैको हामीले भूमि प्रयोग गर्नु पर्यो, लिनु पर्यो, दिनु पर्यो भने त्यो कन्सेन्ट नलिकन त हामीले प्रयोग गर्दैनौँ। त्यो कुरा चाहिँ पक्कै हो। म फेरि अपवादलाई चाहिँ छोडिदिनुहोस्, अहिलेलाई मैले त्यसमा बोलिनँ भनेर भन्छु। त्यस कारणले एफपिक भन्ने चाहिँ नेपाल सरकारको सम्भवतः ऐनमा नै कतै मेन्सन नभएको। सोही कार्यक्रममा आदिवासी विज्ञहरूले नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानुन अनुसार स्वतन्त्र पूर्व जानकारी सहितको मन्जुरी एफिक लागू गर्न सकिने धारणा
राख्नुभएको थियो। नेपालको संविधानमा पनि के भन्छ भने धारा 51मा स्थानीय समुदायको चाहिँ प्राकृतिक स्रोत साधनको दोहनमा चाहिँ अथवा प्रयोगमा चाहिँ अग्राधिकार रहने अथवा प्राथमिकता दिने भन्ने छ। अब हामीले यो एफिकलाई अगाडि बढाउने कि नबढाउने, एफिकलाई कानुनले चिन्दैन भन्छ, संविधानले एफिक लागू गर्नुपर्छ भनेर सर्वोच्च अदालतले पनि भनिसकेको छ। अब नेपालको सन्धि ऐनले के भन्छ भने नेपाल पक्ष रहेका सन्धि सम्झौताहरू नेपालको कानुन सरह लागू हुन्छ। यदि सन्धि सम्झौताको प्रावधान र नेपालको कानुनको प्रावधान एक आपसमा बाझ्यो भने सन्धिको प्रावधान लागू हुन्छ भन्छ। अब हामीलाई कहाँ समस्या भयो? अब यो अदालतले भनेको कुरा सरकारी कार्यालयलाई मात्र लाग्ने हो कि प्राइभेट सेक्टरलाई पनि लाग्ने? त्यो भएको कारणले गर्दाखेरि आदिवासी जनजातिहरूको एफिक आत्मनिर्णयको अधिकार अन्तर्गतको एफिकलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ। यो नेपाल सरकारले पनि गर्नुपर्छ, यो प्राइभेट सेक्टरले पनि गर्नुपर्छ। ILO 169 ले क्लियरली तपाईँको मेन्सन गरेको जल जमिन र जङ्गलमा आदिवासी जनजातिहरूको अधिकार हो। त्यसो भएको हुनाले इन्डिजिनस पिपुल्स हैज द राइट टु एक्सेप्ट एन्ड रिजेक्ट पनि छ। इन्डिजिनस पिपुल हैज द पावर टु से नो पनि हो। त्यसो भएको हुनाले यो EIA चाहिँ तपाईँहरूको प्रोजेक्ट एप्रुभलको लागि मात्र नबनिदिनुहोस्, प्रोजेक्ट इम्प्लिमेन्टेसनको लागि पनि EIA रिपोर्ट होस्। र अर्को कुरा, एपिक इज नट अ वान टाइम डन प्रोसेस। एपिक एकपल्ट गर्ने प्रक्रिया होइन। कार्यक्रममा जलविद्युत आयोजना प्रभावितहरूको तर्फबाट परियोजनाले आदिवासीको भूमि, भूभाग र स्रोतको अतिक्रमण गरेको, मानवाधिकारको गम्भीर उल्लङ्घन गरेको तर्फ सरकार र जलविद्युत परियोजना प्रवर्तकहरूको ध्यानआकर्षण गर्नुभएको थियो। कुन चाहिँ प्रोजेक्टमा सार्वजनिक सुनवाईमा उठेको कुरालाई फेरि हामीले यसरी समाहित गर्यौँ तपाईँको आवाज भनेर चाहिँ राखेर फेरि पब्लिकमा जानु भएको छ। यी पन्कैले गएको छ। त्यो कुनै उदाहरण र अहिलेसम्म लिखुमा त्यो लिखुको पानी मात्रै हालेर होइन, वरपरको कुला खोल्सा पनि हालेर हामीले 10% छोड्नुपर्छ भने कानुन छ। स्थानीय सरकारले त्यसको चाहिँ विरोध गरिरहेछ, तर लिखु सुकिरहेछ, बालुवा चलिरहेछ। अब यो तपाईँहरूले भनेको कुरा लागू भयो त? उहाँहरूले जलविद्युत परियोजनाहरूले नेपालको कानुनको पालना नगरेको, आदिवासीको भूमि खोसेर विस्थापित बनाएको आरोप लगाएका थिए। जङ्गल आफ्नो खेतीपाती गर्ने अनि दर्ता नगरिकन पनि निजी जङ्गलहरू सबैको परापूर्वकालदेखि रहेछ। अनि त्यसको क्षतिपूर्ति त्यहाँ पाइरहेको अवस्था पनि मैले देखेको थिएन। अनि अर्को असर भनेको चाहिँ के छ भने कतिपय खोलाहरू चाहिँ हिउँदको बेलामा पुरै सुकेर जलविद्युत परियोजनामा उपयोग भएको देखिन्छ। अनि त्यहाँ चाहिँ जस्तो माझी समुदायले माछा मारेर जीविकोपार्जन गर्नेदेखि लिएर थुप्रै कुराहरूमा पनि असर गरेको देखियो होइन। ताप्लेजुङ सङ्घसभा लगायतका क्षेत्रमा त्यहाँको मुख्य आम्दानीको स्रोत अलैँची त्यो पनि सखा भएको देखियो र कतिपय खेतहरू पनि पुरिएको देखियो। तत्कालमा त्यसको असर छैन, तर 2-3 वर्ष पछाडि चाहिँ त्यो खोजमा गएर अड्केर बसेको छ खनेको चिजहरू। अनि त्यसले चाहिँ ठुलो त्यहाँ डिजास्टर गरेको देखिन्छ। किन त्यो चाहिँ व्यवस्थापन गर्न सकिँदैन? सरकारले पनि यो भन्नुपर्छ कि ढिलोमुनि ख्याल नभएन, बरु कुनै ठाउँमा गएर डम्प गर। 4.97 हेक्टर जमिनको चाहिँ स्वीकृति लिएको छ आइई गर्ने, तर उहाँको आइई रिपोर्टमा 4वटा पानामा 5.17, 6.22, 6.2228, 4.97, 7.1 चाहिँ 4वटा पानामा फरक चाहिँ 4.97देखि बढीको पानामा चाहिँ त्यति हेक्टर जमिन चाहिँ ओगट्ने भनेर उपयोग गर्ने भनेर चाहिँ उहाँको आइई रिपोर्टमा छ। त्यो आइई रिपोर्टको आधारमा त्यो परियोजना र त्यो वन काट्न मिल्थ्यो कि मिल्दैन, मेरो अर्को प्रश्न। र अर्को प्रश्न मेरो के छ भने त्यो आइई रिपोर्टको TOR छैन, त्यसलाई स्वीकृत आइई रिपोर्ट मानिन्छ कि मानिँदैन? एनेक्स 1 देखि एनेक्स 8 सम्मको 4वटा एनेक्स चाहिँ ब्ल्याङ्क छ। त्यो चाहिँ ब्ल्याङ्कमा चाहिँ के छ भने त्यो मैले सूचनाको हक 2064 प्रयोग गरेर मैले वातावरण भौतिक मन्त्रालयबाट मैले लिएको त्यो एनेक्स 4वटामा चाहिँ के अरे सबै पेपर ब्ल्याङ्क छ, तर त्यो पेपरमा के छ भन्दा मन्त्रालयको छाप छ। तर सरकारी निकाय खास गरेर ऊर्जा मन्त्रालयका प्रतिनिधिहरूले जलविद्युत देशको आर्थिक समृद्धिको मेरुदण्ड भएको दाबी गर्नुभएको थियो। 18 घण्टासम्मको लामो लोड सेडिङलाई चिरेर अहिले हामी चाहिँ ऊर्जा खपत तथा ऊर्जा निर्यात रणनीति बनाउँदैछौँ 2083 सालमा। र खपत कसरी बढाउने र चाहिँ देशको अर्थतन्त्रलाई चाहिँ
सुधारोन्मुख कसरी बनाउने भन्ने लाइनमा नेपाल सरकार पुगेको छ। अनुमति मात्र बाँड्ने होइन, प्रभावित भएका मान्छेहरूलाई चाहिँ पनि त्यसको उचित लाभ दिनुपर्छ भन्ने हिसाबमा सरकार चाहिँ कटिबद्ध छ। यो प्यानल छलफल अगाडि भएको कार्यक्रम उद्घाटन समारोहमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले व्यवसाय सञ्चालन गर्दा मानव अधिकारको पालना गर्न जरुरी भएको धारणा राख्नुभएको थियो। वातावरणीय क्षति केवल नदी र हावाको प्रश्न मात्र नभई जीवन, स्वास्थ्य, पानी, खाद्य, आवास, संस्कृति, जीविकोपार्जन र भावी पुस्ताको अधिकारसँग सम्बन्धित प्रश्न पनि हो। जलविद्युत आयोजना, सडक, खानी उद्योग र अन्य ठूला परियोजनाहरूले स्थानीय समुदायको भूमि, पानी, वन, आवत जावत, सांस्कृतिक स्थल र जीवन शैलीमा प्रभाव पार्न सक्दछन्। विकास नहुने भन्ने होइन, विशेषतः प्राकृतिक स्रोतमा निर्भर आदिवासी जनजाति र स्थानीय समुदायको लागि त्यस्तो प्रभाव आर्थिक मात्र नभई यसले पहिचान, संस्कृति, परम्परागत ज्ञान र सामुदायिक अस्तित्वमा नि असर पार्न सक्दछ भन्ने कुरा हेरिनुपर्दछ। त्यसैले वातावरणीय प्रभाव मूल्याङ्कनलाई अनुमति प्राप्त गर्ने औपचारिक प्रक्रियाको रूपमा मात्र नहेरी परियोजना निर्माण र विस्तारको निर्णायक प्रक्रियाको रूपमा हेरिनुपर्दछ। विकासले मानव जीवनलाई आशावादी, समुन्नत र सहज बनाउने अपेक्षा राख्दछ। तथापि विकासको सार केवल आर्थिक वृद्धि वा भौतिक पूर्वाधारहरूको विस्तारमा सीमित रहनु हुँदैन। त्यसमा मानव व्यक्ति, अन्य प्रजाति, वातावरण तथा पर्यावरणीय सन्तुलनलाई थप संरक्षित, सुरक्षित र प्रभावकारी बनाउने अन्तर्निहित शक्ति पनि समावेश हुनुपर्दछ। त्यसैले विकास मानव केन्द्रित मात्र नभई वातावरण मैत्री, जीवन केन्द्रित हुनु साथै भावी पुस्ताप्रति उत्तरदायी हुनु पनि हो। राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले कुनै पनि वाहनामा मानवाधिकार हनन हुन नहुने जोड दिनुभयो। आदिवासी जनजातिहरूको पनि अधिकार पनि हनन हुनु भएन, उहाँहरू पनि हुनु पर्यो, विकास पनि हुनु पर्यो, विकास पनि हुनुपर्छ, व्यवसायिक काम पनि गर्न पाउनुपर्छ। तर त्यसको साथसाथै जुन किसिमबाट संविधानले दिएको अधिकार छ, उपभोक्ताको अधिकार भयो, आदिवासी जनजातिको अधिकार भयो, त्यसको पनि सम्मान हुनुपर्छ। त्यो अनुसार पनि अघि बढेर जानुपर्छ। यसकारण चाहिँ व्यवसाय पनि हुनु पर्यो, व्यवसाय पनि गर्नु पाउनु पर्यो, मानवको मानवाधिकारको हनन पनि हुनु भएन, त्यसको रक्षा पनि हुनु पर्यो। उद्घाटन सत्रमा लाउनिपका अध्यक्ष दिनेश घले लगायतले व्यवसाय तथा मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय मार्गदर्शकको पालना र नेपालले बनाएको कार्ययोजनाको कार्यान्वयनमा जोड दिनुभएको थियो। त्यहाँको सरकारवालाहरूसँग, त्यहाँका अथवा अधिकारवालाहरूसँग कुरै नभइकन EIA भएको छ अनि पब्लिक हेरिङ फेरि त्यही अनुसार भएको छ। त्यसले गर्दाखेरि त्यहाँका आदिवासी अथवा त्यहाँका मार्जिनलाइज ग्रुपहरू अत्यन्तै पीडित छन्, अत्यन्तै सीमान्तकृत भएका छन्। उनीहरूको समस्या सवालहरूलाई सम्बोधन गर्ने कुनै पनि त्यो किसिमको एउटा मेकानिजम नबनिकन आयोजना परियोजनाहरू सञ्चालन हुन्छ, जसले गर्दाखेरि त्यहाँका जो सस्टेनेबल SDG को जो गोल नेपालले पनि अनुमोदन गरेको छ, ती कुराहरूलाई पनि त्यहाँका समुदायले अनुभूति गर्न पाएको छैन। मानव जीवनका लागि अपरिहार्य रहेको मानव अधिकार अब राज्य मात्र जवाफदेही र उत्तरदायी भएर पुग्दैन। राज्य जतिकै निजी क्षेत्र, व्यवसायीहरूबाट सञ्चालन भएका व्यापार तथा व्यवसाय पनि मानव अधिकार मैत्री हुन आवश्यक छ।